हेलो एभ्रिवन है सम्पूर्णमा फेरि पनि गुड मर्निङ है सम्पूर्णमा र फेरि पनि हाम्रो काका र मेरो भेट चाहिँ यहीँ नै भयो क्या। यहीँ नै हुन्छ म र काकाको भेट है। काकाको अब दर्शन हुन लाग्यो है। आज पनि दर्शन गरेर मात्रै बोल्छ है, पहिला पूजा नगरी बोल्दैन है। हामी पनि पहिला पूजा गर्छौँ र म त बोल्छ काका। काका हिजो आउनु भएन त? 2 दिन होइन नि म 2 दिन आउनु भएन है? कि बिसन्चो भयो कि अस्वस्थ भएर क्या। दिन पनि राम्रो थिएन नि त हिजो, घुम्ने लायकको थिएन है किनकि फगीले गर्दाखेरि। त्यही माथि त्यो किटाणुहरू अहिले त्यो पहेँले भनेर चिलेर हातमा चिलेर ए चिल्यो तर राम्रो भन्छ है पहेँले चिलेको त। राम्रो त राम्रो हुँदोरहेछ। अहिले चिलाउँदैछ नि हौ। इन्जेक्सनको काम गर्छ भन्छ है, कति सत्य हो त्यो त थाहा भएन। र सम्पूर्णलाई गुड मर्निङ है। हजुर र आजको दिन कतिवटा कुरोले चाहिँ के गर्दो रहेछ, किरा फटेङ्ग्राले के गर्दो रहेछ मलाई उयो दिँदैछ। अस्ति मलाई यहाँ किर्नाले चिल्यो हो, आइबढेको यहाँनिर किर्नाले चिल्यो र किर्नाले चिल्यो। हिजो अस्तिको दिन पहेँलेले चिल्यो। अनि त मेरो त्यो जनै खटेर त त्यसै जाति भयो। हाम्रो भेट चाहिँ यसरी हुन्छ है, दिदीको अनि यहाँ हो सालीकेटी है, काम गर्न अब लिएर जानुभएको दुइटै पनि वर्क पनि भयो है, काम पनि भयो, पैसा पनि भयो, राम्रो एकदम। र काका र मेरो भेट चाहिँ यस्तो है, त्यही अब हो। कपाल मजाको भएछ काकाको। प्राकृतिक पनि एकदम यसपालि त राम्रो जस्तो लाग्दैछ मलाई। मौसमहरू राम्रो नि एकदम। काकाको कपाल पनि दामी भएछ, अनि मजाको सबै मजाको सेतो भएछ है। अब सर्व उयो जनसाधारणलाई अब पत्ती टिप्ने, झारपात पलाउने, घाँसपात पलाउने प्राकृतिकले दियो। दियो पानी आएर है, एकदमै पानी राम्रो भयो। आएर राम्रो एकदम ठिक ढङ्गले आउँदैछ पानी पनि। अक्टोबर 4 तारिकदेखिको पानी नआएको हाम्रोतिर है। अन्त र 2 दिन भयो पानी आएको, 2-3 दिन भयो पानी आएको, रेगुलर भयो है। ठिक ठिक उसमा आउँदैछ त्यो एकदम मचिएर पनि होइन, हावा पनि होइन, ठिक्कै पानी नै आउँदैछ। जमिन एउटा ठिक तरिकाले भिज्ने गरी। अब हाम्रो है कमान बस्तीमा चाहिँ पानी आएको चाहिँ एकदमै राम्रो नि त। माथितिर पनि पानीको कम्ती हुन्छ, हाम्रोतिर विशेष चाहिँ हामी अब चिया बगानको लागि चाहिँ पानी आएन, सुक्खा सुकिरह्यो भनेदेखि त न चिया बगान बन्दै रहे पनि त्यहाँको लेबरहरू, दुखी लेबरहरूले एउटा हामी मुना टिपेर खान्छौँ नि त होइन, टिपेर आफ्नो पेट पालो गुजारा गर्छन् होइन। आफ्नो परिवारलाई र है के कसो हुन्छ जे जसो भए पनि जुटाउँछन्। चियाको मुना मात्रै टिपेर होइन, अब हामी कमान बस्तीमा बसेपछि अब वस्तु भाउ पाल्नुपर्छ है। त्यसको लागि अब घाँसको जरुरत हुन्छ, चारोको जरुरत हुन्छ, हरियालीको त जरुरत हुन्छ हामीलाई होइन। चियापत्ती मात्र नभएर थुप्रै थुप्रै साग छ नि सब्जी त, हामीलाई पानीको जरुरतै हुन्छ नि त होइन। नभए खडेरी लाग्छ, खरेटी लाग्छ होइन। किनभनेदेखि यसपालि एकदम ठिक छ हौ मौसम त। तर अचम्म लाग्छ म पानी आएर खुसी लागिरहेछ। खुसी एकदमै। तर पानी आओस् होइन, हामीलाई पनि खुसी लाग्छ। अस्ति अक्टोबर 4 तारिक जस्तो पानी चाहिँ नहोस् है, सैलाब भएर जान्छ। अब यो भोलिदेखि चैत लाग्छ। चैत वैशाखमा त डेन्जर हुनुपर्ने। र पनि म इन्द्रलोकलाई प्रार्थना गर्छु, बिहान उठेपछि मुखसुख धोएर आफ्नो कुलकुलानीमा पूजा गरिकन सबैलाई यसो हिँड्दाखेरि सबैलाई पूजन गर्दै अब यहाँ आइपुगे। यहाँ अहिले सातकर्णे सिंहदेवी माकोमा, संसारी माकोमा, गणेशाय नमो श्री राम भगवान्कोमा आएको छौँ है। तर बिहानै पछि आउँथेँ, तर मलाई एउटा यो मेरो शरीरमा जुन चाहिँ जनै खटेरा भन्ने थियो 1 वर्ष हुन्छ, तर त्यो कुरोलाई चाहिँ म अचम्म लाग्दैछ। हरान भयो है, हरायो बिस्तारै हराउँदैछ। कारण किन अचम्म चाहिँ म कसरी लाग्छ भने यो किरा फटेङ्ग्राले पनि दिँदो रहेछ दबाई हुन्छ नि। जुन चाहिँ यहाँ मेरो अस्ति कहिलेको दिन त्यहाँ किर्ना गाडिएको थियो। मेरो बहिनीहरूलाई पनि देखाएँ, जानहरूलाई पनि देखाएँ। त्यो किर्ना तान्नु साह्रो पऱ्यो। किर्ना निकालेर तपाईँको मैला खुन चुसिदियो होला है, राम्रो खुन आयो होला। त्यहाँबाट राम्रो होस्, तपाईँको स्वास्थ्यमा पनि सुधार आओस् होइन। तपाईँ त जाति नै छ र पनि अझै योभन्दा पहिलाको भन्दा पनि फिट होस् क्या, योभन्दा पनि फिट होस्, हुँदैछ। अब मेरो उमेर 69 वर्ष पुगे है। 69 पुगिसक्यो। 69 वर्ष पुगेर पनि म अहिले हिँडुल ओहोरदोहोर गर्दैछु। अहिले निकै
झन् यो हिजोको दिन अस्तिको दिन त्यो पहेँले भने किराले चिलेर अँ अन्त अब यस्तो भयो 2 दिन त यता आइन र आजको दिनमा फेरि आएको छु किनकि मलाई यो दर्शन गर्नु त अनि बानी छ नि त तपाईँ हामी बानी आउने छ है त्यसले गर्दा आएको छु आज अलिक धेरै सन्चो भएर आएको छैन है तुम ल धेरै सन्चो भएको छ अँ र मलाई त्यो दुईटा किराहरूले पनि सहयोगै गरेको होला ब्यागको कम्ती मजाक देख्दैन सहयोग गरेको होला ब्याग हेर्न यहाँ क्यामेराम्यान छैन अब मेरो साथमा उता दाहिनेपट्टि भानिस केटो ऱ्याकेट खेल्नु आइरहेका छन् उहाँहरू पनि बिहानको चिसो वातावरणमा तपाईँ जस्तो वकमा आउँछ हामी पनि त्यस्तै हो है ऱ्याकेट खेलेर जिउलाई यस्तो हो नि अझ अब यहाँनिर अब गाउँमा चक्कर मारेर मात्र भएन यतातिर यसो बिहानको हरियाली हेर्नु यो आँखालाई कानलाई नाकलाई सबैलाई शरीरलाई नै सबै सहयोग पुग्छ राम्रो पुग्छ नि त र साथीहरू है हामी सधैँ नै आउने गर्छौँ ल्याउने गर्छौँ म काकालाई है अनि अब हामी भेट हुँदाखेरि ल्याउने गर्छौँ जो कसैले पनि हामीलाई है हाम्रो भिडियो मन पराउँछ है एक लाइक है सेयर र कमेन्ट चाहिँ गरिदिनुहोस् है हाम्रो फेरि भिडियो हेर्नुको लागि होइन र लाइक कमेन्ट र सेयर गर्दाखेरि पैसा लाग्दैन है हामी पनि तपाईँको भिडियो हाम्रोमा आयो भने है तपाईँको भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिन्छौँ है र तपाईँ पनि हाम्रो भिडियो तपाईँकोमा गयो भने है भिडियो आइपुग्यो भने है लाइक कमेन्ट सेयर चाहिँ गरिदिनुहोस् र है साथी त्यति भन्दै है आजको भिडियोलाई हामी यहीँ नै है समाप्त गर्न लागिरहेको छौँ र सो धन्यवाद हाम्रो सम्पूर्ण साथीलाई र काका के छ भन्नुहोस् के भन्नु आँट्नु भएको थियो अब जुन अब अहिले भरे तपाईँहरूलाई पनि शुभ आशीर्वाद मेरो अब जुन चाहिँ अब यहाँ भतिज केटासँग यो वाद विवाद गरिरहेछु यो एउटा स्वच्छ उसमा स्थानमा जस्तै राम मन्दिरको अगाडि सातकन्या सिंहदेवीको यहाँको ब्याकको सिट यस्तो दामी देख्छ संसारी माको अगाडि र अब सूर्यनारायणलाई पनि सूर्यनारायण पनि सामुने र यो देवीमा संसारीमा यो गणेशाय नमो सब राम भगवान् शिवाय नमोले हामीलाई एउटा राम्रै शिक्षा दियोस् राम्रै रोग कष्ट हरनाम गरोस् गाउँघरको इष्टमित्रलाई रोग कष्ट राम्रो होस् सुख शान्ति ल्याओस् छाओस् होइन हाम्रो मात्र होइन सबैको वरिपरि बस्ने गाउँघरको होइन सबैको हाम्रो है सबै मान्छेहरूको लागि है राम्रो कामना गरौँ हामीले है राम्रो होस् राम्रो भएर जाओस् किनकि अब प्राकृतिक उयो के कस्तो हुन्छ भनेर हामी जम्मै सुर्तामा थियौँ भनेदेखि प्रकृतिले पनि सूर्यनारायण सायद इन्द्रलोकले पनि हामीलाई ठिक उयो दिइरहेछ सुर्तामा थियौँ हामी किनकि पानी आएको छैन वर्षा भएको छैन भनेर भन्थ्यौँ तर ठिक टाइममै एउटा भगवान्ले ठिक उयोको इन्द्रलोकले गर्दैछ तर त्यसमा हामी डर लाग्छ के को जस्तै भूकम्प भुइँचालोहरूको डर लाग्छ किनकि अस्तिसम्म पानी नपरेर गरमै गरम भइरहेको थियो भने भूकम्पको डर हुन्छ भन्ने सुनेको थिएँ तर भूकम्प अस्ति एक रात आयो अलिकति तर जय बजरङ्गबलीलाई हनुमान चालिसालाई पनि हाम्रो बिहानको नमस्कार छ रातको नमस्कार छ केही अब उहाँहरूलाई भुलभाल त हामीले गरेका छैनौँ बिहान बेलुकै नमस्कार छ हाम्रो भन्दै अब तपाईँहरूले हामीलाई मात्रै होइन तपाईँहरूलाई पनि यो संसारलाई बचाउने बजरङ्गबली जय हनुमान चालिसा गणेशाय नमो जय राम भगवान् ब्रह्मा विष्णु महेश्वर उहाँहरू हुनुहुन्छ उहाँहरूले नै हामीलाई एउटा देखरेख गर्दै रक्षाक्षेमा गर्दै ल्याइरहेका छन् उहाँहरूलाई सदा बिहान बेलुकी हाम्रो नमस्कार छ आफ्नो कुलदेखि लिएर सबैलाई नमस्कार सबै भगवान्हरूलाई नमस्कार कोटि नमस्कार प्रणाम है
र काकाले भनेको जस्तो होइन सबैको लागि काकाले पनि सोच्दो रहेछ होइन एकदमै राम्रो हामी सबैको लागि आफ्नो मात्रै सोच्नु हुँदैन सबैलाई राम्रो भएर जाओस् सबैकोमा खुसियाली छाओस् है र त्यति भन्दै आजको भिडियोलाई हामी यहीँ अन्त्य गर्न गइरहेको छौँ र सो अगेन फेरि धन्यवाद है र ल थ्याङ्क यू बाई बाई है फेरि पनि भेट्नेछौँ हामी फेरि अर्को पनि भिडियोमा भेटौँला ल बाई बाई है